अब हामी हाम्रो यस नृत्य प्रतिक्रिया सुरु गर्नुभन्दा अगाडि हाम्रो यसभित्र एउटा लाभको भाइ र बहिनीबाट एउटा स्वागत नृत्य प्रस्तुत गर्न चाहन्छु। भाइ बहिनी हुनुहुन्छ विनोद आचार्यबाट र सन्दीप राणा। यसको अन्तिम निर्णय चाहिँ आजको यस कार्यक्रमको आयोजक टिम र विधायक टिमबाट छलफल गरी अन्तिम निर्णय हुनेछ भन्ने म तपाईँहरूलाई जानकारी गराउन चाहन्छु। आजको यस प्रतियोगितामा पहिलो सहभागीको रूपमा यहाँ उपस्थित हुनुहुन्छ बबिना करन्जित र उहाँको नृत्य छ मारुनी नाच, गीतको बोल छ आँखै गाजरु र उहाँलाई म यसमा निमन्त्रणा गर्न चाहन्छु। कृपया सबैले ताली बजाएर उहाँलाई हौसला बढाइदिनुको लागि गर्नुहुन्छ।
नेपालको एउटा पुरानो र सुन्दर जाति हो जसको आफ्नो अनौठो संस्कृति र जीवनशैली छ। मगर संस्कृतिमा अतिथिको स्वागत र खुसी प्रकट गर्न विशेष गीतहरू गाउने परम्परा छ, जसमा घामे नाच पनि मगर समुदायमा धेरै पहिलेदेखि चलिआएको परम्परागत लोकनृत्य हो। यो नृत्य विशेष गरी विवाह, मेला, पर्व तथा अतिथिको स्वागत गर्न प्रयोग गरिन्छ। नाचको लय, चाड र भावले मगर समुदायको सहयोग, खुसी र एकता झल्काउँछ। प्रस्तुत छ मगर समुदायको लोक तथा परम्परागत घाम्रे नाच।
पाखा आफ्नै पाखुरी यही देशको नागरिकै भूमिमा मजदुरी आफ्नै पाखा आफ्नै पाखु खड्का छेत्री, सहिना श्रेष्ठ र उहाँलाई स्टेजमा निमन्त्रण गर्न चाहन्छु र उहाँको गीतको बोल छ पट्टको के झोला।
ए के हो त्यो धुवा उडेको यार के को धुवा उडेको त्यो के हो त्यो
जुगाली मगर्ज्यूलाई अत्यन्त जोसको साथमा आफ्नो अत्यन्तै राम्रो नृत्य प्रस्तुत गरेर जानुभएको छ। उहाँलाई धेरै धेरै धन्यवाद र म फेरि पुनः हाम्रो सहयोगी दाताहरूको नामलाई फेरि स्थान दिन चाहन्छु। र यसरी नै हामीलाई सहयोग गर्ने अन्य दाताहरूमा हुनुहुन्छ कुलबहादुर थापा र उहाँ हाम्रै यस दुईवटा मगर समाजका पर्वकोषका निवर्तमान अध्यक्ष एवं सल्लाहकार हुनुहुन्छ। कुलबहादुर थापाज्यूबाट हामीलाई रु 6005 सहयोग प्राप्त भएको छ। उहाँलाई पनि ताली बजाएर सम्मान गरिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। त्यसै गरी यसै ठुलेवटा मगर समाजका कोषाध्यक्ष श्री लेखबहादुर राणाज्यूबाट रु 1500 हामीलाई सहयोग प्राप्त भएको छ। उहाँलाई पनि ताली बजाएर सम्मान गरिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। त्यसै गरी हामीलाई यसै ठुलेवटा मगर समाजका अध्यक्ष पूर्णबहादुर आलेज्यूबाट नै हामीलाई रु 3000 सहयोग प्राप्त भएको छ। उहाँलाई पनि ताली बजाएर सम्मान गरिदिनुको लागि यहाँ स्टेजमा आउँदै हुनुहुन्छ अन्सु राणा र सोनिया थापा र उहाँहरूको गीतको बोल छ तिरिरी मुरलीको धुनमा।
सानो एउटा जानकारी गराउन चाहन्छु। हामी 10 मिनट जति हामी ब्रेक लिन्छौँ र ब्रेकपछि हामी पुनः हाम्रो कार्यक्रमलाई अगाडि बढाउँछौँ। त्यस कारणले गर्दाखेरि धैर्यताको साथ बसिदिनुको लागि हार्दिक अनुरोध गर्दछु र यो